दर्शकबिन नमस्कार। तपाईहरुलाई स्वागत छ स्टार 24 नेपालमा। म सूर्य कुमार खड्का। आजको मुख्य विषय ग्वारको ओभरपास अनन्त सञ्चालनको तयारीमा पुगेको छ। 4 वर्षको प्रतीक्षा, धेरैको पिरलो अब सकिनेछ। ललितपुरको ग्वारकोमा बनेको बहुप्रतीक्षित ओभरपास भोलिदेखि सवारीका लागि खुल्ला हुँदैछ। र यो भिडियो पुरा हेर्नुहोला, लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। चक्रपथ अन्तर्गत ग्वारको 7 डबाटो खण्डमा निर्माण भएको यो ओभरपास भोलि उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपास सवारीका लागि खुल्ला गरिने छ। 12 फागुन 2078 मा सुरु भएको यो परियोजना सकिन 4 वर्षभन्दा बढी लाग्यो। यद्यपि अब भने मुख्य संरचना सकिएपछि लेन, अपरेटर, लाइनिङ र कालोपत्र सहित सबै तयारी पूरा भइसकेको छ। गत शनिबार मात्रै भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल सहितको टोलीले निरीक्षण गरी अन्तिम निर्देशन दिएका थिए। ओभरपास अन्तर्गत 20 मिटरको स्पान सहित 4 लेनको पुल बनेको छ भने 500 मिटर लामो अप्रोच सडक तयार भएको छ। बालकुमारी र 7 डबाटोबाट सहज हेर्न समेत बनाएको छ। अब भने मंगलबजार इमाडोतर्फ जाने सवारी साधन ओभरपासको मुनिबाट निर्बाध गुड्न सक्छ, जसले गर्दा ट्राफिक जामको समस्या उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। अब हेर्न बाँकी के छ भने यो सुविधा कति प्रभावकारी रूपमा सञ्चालनमा आउँछ र जनतालाई कति सहजता दिन सक्छ। यो ओभरपास न केवल संरचनागत सफलताको उदाहरण हो, तर काठमाडौँको सडक सञ्जालमा एउटा महत्त्वपूर्ण माइलस्टोन पनि हो। भिडियो हेर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कमेन्टमा लेख्नुहोला। यस सम्बन्धी विस्तृत भिडियो तपाईँको माझ ल्याउने नै छु। लाइक, सेयर र च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला नि।